गणितमानका 10 छोरीहरू। ऋषिराम शर्माले लेख्नुभएको यो कथा एकदमै इन्ट्रेस्टिङ छ अनि हामीलाई गणित अर्थात् म्याथ विषयको बारेमा पनि अलिअलि जानकारीहरू आउन सक्छ। त्यही भएर सुरु गरिहाल्ने त। एका देशमा एकजना गणितमान भन्ने मान्छे थिए। उनका 10 बहिनी छोरीहरू थिए। ती छोरीहरूलाई सङ्ख्या भनेर चिनिन्थ्यो। तिनीहरूको नाम क्रमशः 1, 2, 3, 4, 5, 6, 7, 8, 9 अनि 0 थियो। एक दिन गणितमानले 1 देखि 0 सम्मका सबै छोरीहरूलाई एकै ठाउँमा भेला पारे। उनले ती आफ्ना 10 बहिनी छोरीलाई एकै पङ्क्तिमा लहरै बस भने। 1 देखि 9 सम्मका छोरीहरू लहरै एकै पङ्क्तिमा बसे, तर 0 चाहिँ त्यहाँ बसिन। किन होला? 1 देखि 9 सम्मका सङ्ख्याहरू त एकै पङ्क्तिमा लहरै बसे, 0 चाहिँ अलि पर भुइँमा टुसुक्क बसेकी थिए। बाबु गणितमानले भने, मेरी कान्छी छोरी 0 खोइ त।